Blue Mountain. Let's go, Blue Mountain. आज हामी जान लाग्यो from Blue Mountain. Reading लागि हामी जान लाग्छौँ इको एस्टेटमा अहिले हाम्रो Let's go, let's go. अब हामी जाँदा Trip to Blue Mountain cards. Blue Mountain तिर लाग्दैछौँ ल त अब हामी आजको लागि चाहिँ दुई रातको लागि चाहिँ ब्लू माउन्टेन जाँदैछौँ 2 nights यसो घुमफिर्न पक्क भ्यू देखाउनेछौँ ल त म्याप लाउनु पर्दैन थाहा छ होला See you soon. अब बाटोभरि हामी अपडेट देखाइरहेको छौँ होइन बिस्तारै जान लाग्छ अब 1 बज्यो ट्याक्क हाम्रो जर्नी आई थिङ्क 3 बजीतिर पुग्छ होला हामी 2 घन्टाको मात्रै प्लान 2 घन्टा त बिस्तारै गइन्छ जान्छौँ टक्क लाएर चिलमा बाटोमा पानी त छ होला है पानी छ अब त्यही हो अरु अब व्हाइट एन्ड ब्ल्याक कम्बिनेसन गरे दुईजना व्हाइट एन्ड ब्ल्याक तर मौसम पनि चिल छ आजै क्लियर छ यार अलि गर्मी चाहिँ गर्मी छ क्रिसमसको बेला यस्तै हो हजुर गर्मी क्रिसमस चाहिँ गर्मी हुन्छ के गर्नु अर्काको सबै देशहरूमा जाडो हुन्छ हाम्रो गर्मी हुन्छ केही छैन उल्टो हो यो देश अपडेट दिँदै गर्छौँ हामी खाना छ आज यसपालि मौसम छ सुहाना Let's go. To bawal. Weather bawal. आज वेदर दामी नै खायो स्पेसली बर्थडे चाहिँ मनाउन जानला हो बुढीको स्पेसल बर्थडेको लागि अप्पर चढ भयो नि त ल कहीँ जाने जाउँ भनेको जाऊँ जाउँ भने 1 हप्तामा प्लान भयो सबै कुरा हिँड्दियो जहिले लास्ट मोमेन्टमा प्लान हुन्छ हाम्रो कहिले न अगाडि प्लानिङ हुँदैन काम गर्दैन नि त अगाडि प्लानिङ गर्यो बिदा लियो हुँदैन त्यस्तो त्यो गर दुनियाँ गर त्यो मिल्दैन क्या त्यो झ्याप ठाउँको ठाउँ सब ट्याङडुङ ट्याङ सिक्कल हाने आयो दुनियाँ पापड पेलेर आयो सिक्कल हान गाह्रो छ भाइ गाह्रो छ होला पापड पेल्दा पेल्दा धेरै टाइम लाग्यो अनि ल हेलो अब हामी 3 सिस्टर माउन्टेन आइपुगेको छौँ हाफ द वे यहाँबाट 53 मिनट्स ड्राइभ छ 3 सिस्टर माउन्टेन हो क्या यता यहाँबाट चाहिँ यता के अरे ब्लू माउन्टेनको 3 सिस्टर Still long journey, half the way. 53 minutes to go still. Let's go. गर्मी भइसक्यो भयङ्कर गर्मी हो आज पुरै घाम लाग्यो मेरो गर्मी चाहिँ गर्मी हो यार आस्ते हो Drive safely. अब 28 मिनेटपछि तपाईको ठाउँमा पुग्छौँ अगाडि हामी हल्का सपिङ गर्छौँ सपिङ गर्नु पर्यो खाना खानु पर्यो भोक लाग्यो हामीलाई भोक लाग्छ जस्तो भएको छ है तर यो ठाउँ बब्बाल छ बब्बाल ब्लू माउन्टेनबाट पनि उता हो कि यो ब्लू माउन्टेनबाट 1 घन्टा टाढा गर्मीले भयो पुरै मलाई तातेर अति बबल छ अति बबल Hardly historic village. यस्तो ठाउँ आइपुग्यो क्या Good. Nice. So yeah, it's one of the सानो क्याफे रहेछ क्युट छ क्याफे
क्युट छ क्याफे क्युट छ सब लाग्यो मलाई त तिमी गएर यतापट्टि छ त्यो गएर क्याफे 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 प्लस स्टोर भन्छ त यार कहाँबाट यस्तो ठाउँ हामी त एउटै ठाउँमा आइपुग्यो त यार त दामी छ त यो ठाउँ यहाँबाट हो नि माया के भएर माया क्याफे बन्द त जी धेरै बन्द त जी यहाँ गर्नु मिल्दैन रहेछ अब अरू हेरौँ न है टक्क कहाँ आइपुग्यो हामी यस्तो ठाउँमा कहाँ हो बिरामी ठाउँमा है क्युट है काम गरिरहेको पाएँ त्यसले युज गरिरहेको किन जोडो त्यो त्यहाँ क्याफे बन्द रहेछ त्यही भएर बन्द भइसक्यो रहेछ आधा घन्टा भइसक्यो रहेछ त्यही भएर तपाईँको अब हामी अर्कै ठाउँमा जाँदैछौँ कोल्समा जाँदैछौँ र कोल्समा गएपछि तपाईँको केही ड्रिङ्क्स गन्तव्य एकदम सिक्रेट छ है सिक्रेट छ ब्लिजर्ड हेर न त्यहाँ तपाईँलाई बाँकी दिस रे त्यहीँ पुगेपछि देखाउँछु कोल्समा गएको सामान देखाउँछु है त रेडी छ तपाईँको अब कहाँ आइपुग्यो हामी यहाँ खातिर यार गाडी पनि पार्क गरेको छौँ गाडी देखाइदिउँ टक्क लगाएर हाम्रो है कहाँ जस्तो भयो यार मान्छे छैन यहाँ त है चिसो कोक चाहिँ खानु मलाई रह नो सुगर प्लिज रहेछ त खानु सुसीहरू खानुपर्छ क्या पहिला सपिङ गरौँ के खाएर गरौँ न त आनन्दले के भन्छौ है व्हाट डु यु वान्ट टु ह्याभ सम कफी खाने भयो त्यहाँ छ कफी त अघि खाइसकेँ मैले खाएर आनन्दले सपिङ गरौँ पहिला हेरौँ के रहेछ भिन्नलाई त भन्नु Mitsubishi Outlander Exit Tourist मेरो बाउ पनि यस्तो बुढो हुँदो रहेछ फेरि जहाँ पनि के हो आइसल्यान्ड ल है केटीहरूकोमा छिरिहाल्यो फेरि अब के हो त्यो खानेकुरा हो कि दामी रहेछ तर यो ठाउँ यार ठिक्क हो सानो चितुक्क खैरै रहेछ नेपाली चाहिँ चान्सै छैन देख्नलाई नेपाली चाहिँ चान्स छैन हेर्नलाई देख्नलाई
बच्चाहरूको त सबै क्युट हुन्छ सामान बोक्नलाई के होइन सब बच्चाहरू बच्चाहरूको त नि कङ्गारू सङ्गारू सबै कतिवटा आज खाइसकेपछिको सपिङ ससेज भन्दा ह्याम लिग न ऊ देखा त ह्यामहरू हल्का सपिङ है तपाईँको हुन्छ एक बोका बोकी हुन्छ टोस्ट टोस्टर छ कि छैन फेरि त्यहाँ छ अब त ह्याम एउटा सानो लियो हुन्छ हौ के क्या रहेछ त all good, all good. No, it's good, good. Good. अब लाग्दैछु गन्तव्यतिर हामी अबको 17 मिनेटपछि हामी आफ्नो गन्तव्यमा पुग्छौँ है त यो चाहिँ दामी दामी छ यार कहाँ हो कहाँ आइपुगे जस्तो भयो गोल्समा शपिङ गरे अब हिल एरिया रहेछ कि है पुरै हिल एरिया के 17 मिनेट हो पुग्नलाई तर यहाँ यो ठाउँमा अलि उज्यालोमा आउनु बेलुका बेलुका आउनुपर्छ नि गाडी लिएर फेरि यार त्यो हेर्नलाई यसो फोटोसोटो खिच्न लागि कस्तो दामी देखेको भाइ अस्ट्रेलियन ड्याम बाफ रे बाफ ओ माय गॉड ओ त्यहाँ पनि घर हेर न त्यहाँ त्यस्तै बस्ने होला है दामी रहेछ यार रिक्रिएसन एरिया एन्ड बोट ट्राम प्लिज हरिबाट हाम्रो डेस्टिनेसन स्विजरल्यान्ड त्यो दिप रहेछ किन भने भाइ के थाहा चिसा हुन्छ भनेर कस्तो राम्रो हेर Turn right onto Sandals Drive. Now accelerate. ओके छोडेर रहेछ त तारा ए नाउ एक्सिलरेट के ब्रेक बन्द गर भनेर रहेछ हामीले त फेरि त्यहाँ जाँदै हामी त्यो भ्यू देख्छ होला हाम्रोबाट यो है ल हामी छिर्यौँ है इन्ट्री गऱ्यौँ लोकेसनमा है ल ओहो देखाइदियो अगाडि यही हो है हाम्रो लोकेसन चाहिँ अब म सुनको starts at 7 when you're on the left, and you still the second one. Yeah, it's like so these sorts of they open up the lights, but then कति दिन छ
यस्तो दामी भ्यू छ केटा हो हेर है यहाँ भ्यू है भ्यू बस भ्यू हेर Look at the view, man. Yes, सही छ यो ठाउँ चाहिँ ल हामी चाहिँ आफ्नो कोठातिर तर्फ लाग्दैछौँ कपे कस्तो लागिरह ओहो कस्तो चिसो है सही रहेछ त यार भित्र पनि Eight shoot 7 to 12. Oh, hey. Nice. So there you're there. Oh, one is okay. 8 lie. Let's see. Remind the law. You. Look at the room, guys. Look at the room. Oh, view. View. Cute, right? Ambo. मारेको छ त नि यतिको त मारेको छ त नि कपे ल उठ्ने बित्तिकै टक्क यो भ्यू स्याट गयो अनि यो खोल्यो खुल्दै रहेछ टक्क खोल्यो ल झुला आमा अनि कस्तो आनन्द आएको भाइ आमा कपे लाइट बोलायो तिम्रो फोनको आमा मारेको छैन त भ्यू ल बस त यहाँ झुलङ्गेमा अनि आहा सही छ यार कसम यार यो त आनन्दले बसे होइन भने टक्क भोलि बिहान टक्क कफी खाँदै भ्यू इन्जोय गर्दै ओके कति शान्त है केही चाहिन्छ केही छैन यार भनेको कुरोलाई चाहिँ मेरो यार आम्मा कुरो लाग्यो यहाँ आम्मा सही छ भ्यू ल केही जाओस् दुई शब्द पछाडि जाउँ न टिकटकबाट यसो रिसर्च हानेर पाएको अवस्था कस्तो लाग्यो ठाउँ होइन तर सही के यो त टक्क बेड टक्क यहाँ चाहिँ यस्तो के यो पौडी खेल्ने ठाउँ के हो पौडी चाहिँ खेल्न आउँदैन टक्क यहाँ कि टक्क टोइलेट पनि भ्यू हेर्दै कस्तो राम्रो बेड हो रहेछ कफी खानामा टक्क किडनी सिटली ल टक्क लोकेसनमा आइयो अब हल्का फोटो सेसन टाइप्सको हुन्छ टक्क लाएर दामी छ यार थप मसु यो त थप अति वाल छ आउँदा हुन्छ है घुम्नलाई चिलमा रिल्याक्स गर्नलाई लेकको भ्यू के फकिङ हेल अतिको मजा आयो थप दामी चिज देखाउँछु म दामी चिज देखाउँछु तपाईँहरूलाई ब्याकग्राउन्डमा पुरै कङ्गारू आएर बसेको ब्याकग्राउन्डमा मेरो पछाडि कङ्गारू त्यहाँ पनि कता गयो ए यहाँ कङ्गारू
छ यार हेर्न सक्नुहुन्छ दिस प्लेस इज अमेजिङ दिस प्लेस इज रियली गुड रिफ्रेसिङ छ यार कसम म चाहिँ सबैलाई एकचोटि आउनु नै भन्छु ठाउँमा लास्टै रिफ्रेसिङ चिल्ड छ चिल्ड बेस्ट चाहिँ यही हो कि यहीँ छ कि कङ्गार यहीँ बसिरहेको यिनीहरू फ्यामिली जस्तो लाग्छ यो चाहिँ बुढा जस्तो लाग्छ भाउ अनि यहाँ आमा अनि बच्चा आमा भयो बच्चा आमा भयो बच्चा यहाँ छ हेर्दासम्म यस्तो दामी छ एकदम माइन्ड ब्लोइङ कसम चाहिँ यस्तो दामी भिडियो सिडनीबाट लगभग कति 2 घन्टा जस्तो ड्राइभमा होला यो ठाउँ ओहो ल हेर्नुहोस् बेलुकाको भ्यू सनसेट चाहिँ हुँदैछ यहाँ कङ्गारुको नम्बर छ कङ्गारु बढी छ कसम यस्तो दामी छ यहाँ त कङ्गारु त्यहाँ एउटा कङ्गारु बढिसक्यो यहाँ दुईटा एउटा बेलुकाको भ्यू हेर्न सक्नुहुन्छ कति दामी देख्यो यार कति नै दामी छ कसम ल हामी चाहिँ अब यसो अब डुल्न जानु लाग्यो टक्क माथि के छ सबै देखाउँछ होइन तर भ्यू चाहिँ कसम हेरौँ आम्मा यहाँ बस्ने ठाउँ यसो मासतिर जाऊँ गएर अब के हुँदैछ देखाउँछ होइन तर के छ जम्मा पऱ्यो बिचरा त्यो कङ्गारुको बच्चा हो क्या अब त्यहाँ सानो कङ्गारुको बच्चा छ हेर त्यहाँ पेटमा यहाँ त्यसको आमाको पेटमा यसले यसको पेटमा कङ्गारुको बच्चा छ यसको पेटमा ओ माई गॉड यार बच्चा खाएर पेटमा हेर्नु न के बिचरा माउ रहेछ है कस्तो मजाले खाइरहेको अब यिनीहरू त अस्ट्रेलियाको डन हो फेरि अस्ट्रेलियाको अब यिनीहरू यो कङ्गारु भने चाहिँ सक्यो फेरि हाम्रो नेपालमा गाई भने जस्तो भयो ल हामी चाहिँ अब यसो हल्का फोटोसुट हान्दा गएको र यसो देखाउँछु तपाईँहरूलाई के कस्तो छ भनेर है त चाहिँ हाम्रो भ्यू हेर्न सक्नुहुन्छ दिस इज आवर भ्यू फ्रम आवर बेडरुम यस्तो भ्यूमा त पागल हुन्छ त प्लित्तै गाडी किन बोक्नु बोकेछु गाडी किन बोक्नु पऱ्यो र छ चाबी छ यो होइन त यही त होइन छ भित्र त यस्तो छ त सिनेमेटिक सब ध्यान चाहिँ ल हेरौँ खतरा इन्ट्री नै कस्तो राम्रो के टक्क भित्रमा दामी के के फोटो यस्तो दामी देखेको होला कसम यार तर यार यो ठाउँको चाहिँ एम्बियन्स चाहिँ बवाल हो क्या के अरे कुन कोठा यो सब हामीलाई हो कि हामीले खेल्न मिल्छ कि ल यहाँ बसेर कस्तो दामी आउँछ सब हामीले खेल्न मिल्छ कि यहाँ अहिले पुल हाल्न आउने
खेल्न आउने हो सब हाम्रो फ्यामिली सबै छ क्या यहाँ टिभी सिभी यो नि खेल्नुपर्छ अहिले आउँदैन अहिले खेल्नु पऱ्यो इजी छ यो केही गर्ने होइन कि फुटबल जस्तै हो क्या 0421 ह्यासट्याग कोड कस्तो दामी छ यो भित्र क्या यसरी यो कङ्गारु भ्याँ हो यो चाहिँ रिसेप्सनकै अगाडिको फ्रन्ट डोर कस्तो ल अलिक कोडा हान्दै छिर्नुपर्छ है ल होइन ओ भाइ मान्छेहरू बल्ल बल्ल आउँदो रहेछ होइन हामीले चाहिँ यो चाहिँ हाम्रो गाडी त्यहाँ पार्क गरेको मान्छेहरू बारबिकी सारबिकी हामीलाई यिनीहरू पनि त्यही त यहीँ भने मैले यहाँबाट भ्यू दामी देखिन्छ है यहाँबाट कुन ओहो कति देखेछ नि यहाँबाट भ्यू त आम्मामा कस्तो दामी देखेको यहाँबाट त ओहो पी भ्यू छ त यहाँबाट त दामी देखिन्छ त है यो चाहिँ हाम्रै घर तल जस्तो लगाएर है यो कपे त्यहाँ बसिरह आमा कस्तो दामी देखेको है कस्तो राम्रो देखेको कि यहाँ त आनन्द चिलमा पनि झुला झुलाउनु ल दामी ठाउँ हो तर यार कस्तो हुन्छ ट्राइपोडै छ त हामीसँग ओहो यो ठाउँ चाहिँ ओपी छ यार कस्टम छ आउँदा हुन्छ यो ठाउँमा म चाहिँ त्यही भन्छु यो ठाउँमा चाहिँ एकचोटि आउँदा हुन्छ है ल हेरौँ न भ्यू पछाडिको भ्यू हेर्नु है आम्मामा हैट अस्ट्रेलियामा यत्तिको भ्यू त यार पाकै हो नि यार कहाँ जहाँ पाइँदा कहाँ पाउँछ त यत्तिको भ्यू त होइन ल फोटोसुट अब हान्नुपर्छ अब हामी यसो फोटोसुट हानेर टक्क सर्च केही पारमा ल यो लोकेसनबाट चाहिँ भ्यायो फोटो खिचेर अब अर्को लोकेसन जाँदैछौँ सानो भिडियो फोटोग्राफीहरू हान्नलाई चेस पनि छ त माया अब ज चेसमा हेर्छौँ ओहो यहाँबाट झन् ओब्बी देख्दो रहेछ त ओब्बी मेरो गाडी यहाँ छ है ब्लु बिस्ट ओहो तल पनि भ्यू छ दिस इज आवर होटेल चिल छ यार यो ठाउँ यहाँ तर कसम जो सिडनी नजिकै कतै जाने छ भने चाहिँ यता आउँदा हुन्छ सिडनीबाट 2 आवर्स ड्राइभ भित्र हाम्रै हो कि जे खेल्ने पनि भयो कि अहिले पुलसुल खेल्नु पर्छ यहाँ एउटा कस्टमरको गाडी रहेछ एकजना सनसेट भइरहेछ यहाँ पनि दामी रहेछ भ्यू है यहाँ बेटर हो क्या ओहो हो नि यहाँ चाहिँ राम्रो आउँछ ल यहाँ पनि एउटा फोटो सेसन हुन्छ हाम्रो है त ल फोटोसोटहरू खिच्यो पछाडि दामी मुनो देखेछ यार अति नै हो अलि यहाँबाट फेरि अर्कै भ्यू छ कि हेर्नु कस्तो दामी
कस्तो शीतल है बिहान त कफी खाँदै मजा आउँछ के टक्क कफी खाँदै होइन यो ठाउँमा कस्तो दामी मजा आउँछ मजा आयो फोटो सेसन सक्यो फोटो कस्तो कतिवटा फोटो होला ए स्पेसल चटनी तेरी यो तर यो ठाउँको यो ठाउँको के जियोग्राफिकल हिसाबमा के कस्तो है उसके मतलब हुन्छ नि हिली एरिया टाइप्सको रहेछ क्या सेल्फी भिडियो भइरहेको त नि हेर न यहाँ छ टक्कै चाहिँ पछाडिबाट लगाइहाल्यो यो चाहिँ घरहरू फुलमुन छ यार अहिले यार मान्छेहरू ए मान्छे तिनीहरू पनि रहेछ अहिले हान्नुपर्छ हामी गेम हान्नु आउनुपर्छ है भात खाएर पनि है कपे होइन होला ओइ भात खाएर त्यो गेम हान्नु पाउनुपर्छ है पुल कि बल पुल के तिमीलाई सिकाइदिन्छु म तिमी आउँदैन भने ल आम्मामा यहाँबाट डेडली विवाह डेडली ल बेलुका भएको अवस्था अब चाहिँ बेलुका भयो बेलुका भएको के छ के गरिदियो हो र यहाँ खै भ्यू कस्तो छ हेरिदिउँ ओके छ त भ्यू त लाजवाफै छ त हेर्न सक्नुहुन्छ है कङ्गारू तल है कङ्गारू त तल आएको गर्दो रहेछ फेरि आज कस्तो मजाले फुलमुन लागेको कि फुलमुन यहाँ पूर्णिमा हो आज कडा नाइस छ सबै नाइस छ यहाँको इच एन्ड एभ्रिथिङ खुर्सानी अब छैन है छैन हालेन नि यहाँ छ कि छैन खुर्सानी हालिन न मधुरो खुर्सानी त है त्यो पनि छोडिदिनु अझ बिना खुर्सानी खाइदिने नि नुनसुन लाग्यो भयो नि अचार ल्याउनु पर्ने रहेछ त्यो मैले दुई खुर्सानी हालिसकेको होला आई डोन्ट नो हेर्नुपर्छ हाल्यो हेर न आफूको 500वटा फोटो खिचेर आज ठुलो कुरा गर्छ भाइ 500वटा फोटो खिचेँ मैले यसको आज कम त अनि तर खतरा खिचिदिएछु मैले है क्यामेरा मोबाइल दुइटै तर क्यामेरा अनि कस्तो मोटो चाहिँ ल अब गएर खानासाना बनाउनु पर्यो जाउँ है जाउँ जाने भन्छ केटीले अब कहाँ लियो त हिँड्नुपर्छ होला ऊ यो त हिँड्नुपर्छ होला हौ गाडीमा जानुपर्छ होला हिँड्नुपर्छ होला होला केटाकेटी हो यहाँ त टन्नै छ है के छ ए यताबाट देखाइदिनु यहाँ अर्को भ्यू पनि रहेछ ध्यान दिइहाल्छ नि ल है त अर्को भ्यू पनि रहेछ त्यहाँ त्यस्तो रहेछ कि यताबाट आएको होला नि पहाड यो एरिया भन्दा त यसमा त के भ्यू छ र यहाँ चाहिँ भिला रहेछ सब त्यस्तै रहेछ है ए भ्यू हेर्ने भयो त यताबाट हेर्ने भइहाल्यो नि इलिगल बाटो गएको छ हामी छैन यहाँ चाहिँ झारै छु यस्तो छैन रिभर छैन
यो तलतिर होला कि त्यहाँतिर भन्दा पनि सबै उस होला नि त एयरबिएनबी घरकै मान्छे हो र ए होला सबै एउटा अनि तिम्रो यहीँ रेस्टुरेन्ट छ भने त नि यतातिर चाहिँ एक्सप्लोर चाहिँ भोलि गर्न मलाई अब आज थाक्यो ऊ त्यो लेक भ्यू त्यही होला तर त्योभन्दा त हाम्रै बगल छ यार रिभर भ्यू जाउँ यताबाट जाउँ माथिबाट यहाँबाट गइदिउँ कहाँ ए गङ्गाको पछाडि जस्तो रहेछ पछाडि तर हामीलाई यही मन पर्यो नो स्मोकिङ हाम्रै बेटर छ नि हाम्रो कस्तो दामी छ कस्तो फुस्रो देखेको सुतेर उठेर भएर होला हाम्रै महँगो छ है यस्तै हो त्यही भने एक्सप्लोर गर्न आउने क्या मर्निङ वाक जसरी खाजा त खाएर क्या है ओए कङ्गारू ए ओ हान्न आउँछ क्या यार Cheers. Good juice. खाए ल फर्स्ट बाइट ल फर्स्ट बाइट लाजवाब नुन नलाग्यो कि जस्तो लाग्यो मैले त्यही भने अलिकति भातसँग त्यो चाबी चाहिँ ठिक हुन्छ भातसँग अलिकति टेस्ट मिठो भयो के गर्ने तेल अब कस्तोमा बनायो त्यो हामीलाई थाहा छ के गर्ने नेपाली बेसी भात देखाउनुपर्छ खाएला मिठो हो बाहिर नि यसरी खाएको त थियो नि यतिको टेस्ट त हामी गयो तेल नभएर स्प्रे गरिदियो यही अब पकाएको नि चाउ मिठो नि है के
चामल यो फर्च्युन फर्च्युन बिरयानी मिठो हुन्छ होला बिरयानी बिग shout out to Fortune बिरयानी राइस तिमीले त कहिले हो तिमीले चौधो सौधो पकाएर खानु बोला हुँदै है अब भनेको अब हामीसँग भोलि छ दिउँसोतिर खाँदा खाँदा नि खानु मात्र भयो गाह्रो समस्या हो नि तँलाई खायो भने त्यही हो कि बिहान चल्छ पहिला भागेकै राम्रो लिनुहोस् है पहिला पनि काम जाऊ है मेरो चाहिँ बनाउनु जाऊ तर हामीलाई चाहिँ लास्ट अघि जानु थाहा के त याद छ दिनभरि के गरौँ के पनि थिएन अनि यस्तो भन्छ त्यो कायाकी हो कि के अरे कायाकी क्यान्सल भयो क्यान्सल भयो मन त भयो पागल भएको त्यो दिन कस्तो झगडा लामो लागेको थियो नि दिन बाद भात खाएको म यति खान्छु अब भात यति खान्छु केरा खान्छु एउटा त्यसपछि अनि जुस खान्छु अनि थोरै अनुस खान्छु रासपरी ब्लुबेरी हामीलाई चाहिँ चाहिन्छ दुनियाँ चाहिन्छ खाने बेला चाहिँ यति खाँदै फेरि बिचरा ममपट्टि गएर म के भन्नु है तपाईँ माथि छोडेर गयो अरे बिचरा पहिला आउँछ तपाईँ भन्दा बिचरा कस्तो नरमाइलो लाग्यो बाहिर चाहिँ जहिले सुत्छु कहिले गाजर सेम खावा मजा आयो बुढो मजा आयो सुन्छ नि है सब ठुलो आवाज आएर हाम्रो त्यो पछाडि कति सुनिन्छ नि त्यो गर्नु। त्यो ट्रेनको होइन गाडीहरू सुहा हावाई आउँछ जस्तै नि कोरोनाले हेर्नु नि त्यहाँ मिसिँदैन जमाना ठाउँ रहेछ यो फेरि डिस्कभर गरेको चाहिँ ल्याम्प किनेर यस्तोहरू बनाएर तर यो चाहिँ जमानाको ठाउँ रहेछ फेरि जमानामै मान्छेहरू आएर जाउँ भनेर त्यही सोचे होला सायद यस्तै गर्नु भनेर कम गर्नु मान्छे ठाउँ चाकु स्टुडियो ओके त्यहीँ पढ्यो
तर सिडनीबाट चाहिँ मैले भनेको छु धेरैचोटि भनेको छु मैले तर सिडनीबाट चाहिँ 2 घन्टाको ड्राइभमा आउने हो भने चाहिँ दिस प्लेस इज गुड यार आउँदा हुन्छ जस्ट कपालको लागि चाहिँ बेस्ट छ ठिक छ टाइम लाग्छ चाहिँ हुँदैन होइन भिडियो गरेको 2 घन्टा ड्राइभमा 1 रातको लागि 2 रातको लागि ठिक्क हुन्छ नट मोर देन 2 नाइट्स आई गेस सुधा डिस्टर्ब नगर्नु मिसको सुध केही नहाल्नु मजा आयो अरे क्या हो पेटको ढिलो भयो मजा आयो पुग्नुहोस् पनि मैले हात हेरेँ तिमीले भयो प्लिज मैले हातमा Happy birthday to you. Happy birthday to you. Happy birthday dear Koppy. Happy birthday to you. Happy birthday. May God bless you.